हेलो गाइज, अहिले चाहिँ म ओइतामा छु होइन। ओइताबाट चाहिँ हामीहरू चाहिँ युफिन भिलेजतिर जान्छ। युफिन भिलेज जानलाई चाहिँ सबभन्दा फर्स्ट तपाईँहरूले चाहिँ ओइता एकीबाट चाहिँ डाइरेक्ट ट्रेनबाट जान सक्नुहुन्छ। अनि लगभग 1 घन्टा 30 मिनट जति लाग्दो रहेछ। सबभन्दा फर्स्टमा चाहिँ हामीहरू चाहिँ यहाँबाट चाहिँ चेकआउट गरेर चाहिँ ओइता एकी आएर चाहिँ अनि युफिन एकीको लागि चाहिँ एकछिन चाहिँ ट्रेन वेट गर्छौँ। त्यसपछि ट्रेन आएपछि चाहिँ ट्रेन चढेर चाहिँ युफिन एकी अगाडि झर्ने बित्तिकै यस्तो टाइपको भ्यूहरू चाहिँ इन्जोय गर्न सक्नुहुन्छ। एकीबाट पनि अनि भिलेज पुग्नलाई चाहिँ 10 मिनट जति लाग्दो रहेछ। अनि बस गरेर चाहिँ जान सकिन्छ। बस हामीहरू भर्खरै ताकेमुको बस स्टपमा रोकेर चाहिँ अब हामीहरू यहाँ युफिन भिलेजतिर आइसकेको छ।